Hello everyone, welcome back to our YouTube channel सुभाष सुनार ब्लगमा हजुरहरूलाई फेरि पनि स्वागत छ। साथीहरू आज फेरि पनि म भिडियो बनाउनको निम्ति तपाईहरुको सामु आइसकेको छु हैन। आज चाहिँ शनिबार नै परेको छ साथीहरू। अनि शनिबार चाहिँ म घरमै हुन्छु प्राय जसो। अनि त्यही घरमै भएको मौकामा भिडियो बनाउँदैछु है गाइज। अनि अहिले चाहिँ हामी घरमै छौँ अनि हामी यहाँ भिडियो बनाइरहेको छौँ। मेरो छोरी साथीहरू आजभोलि साथीहरू घरतिरै छु हैन। हामी बाबा छोरी घरमै। अनि मम्मी पनि घरमै। अनि छोरी भन न त बाबाको भिडियोमा दुई शब्द जाओस् छोरीको। केही नि बोल्दैन त है छोरी त, बोल न हौ। ल गाइस, छोरी चाहिँ केही पनि बोलेन हैन, निशब्द भई मेरो छोरी। यस्तै छ कि अब हाम्रो म पनि धेरै बोल्दिनँ नि त गाइस, त्यही भएर होइन मेरो छोरी पनि त्यति साह्रो बोल्ने चाहिँ बोल्दैन, त्यही भएर होला होइन। साथीहरू म चाहिँ आज यो देखाउँदैछु कि साथीहरूलाई यो चाहिँ मेरो घरमा फलेको अर्ग्यानिक टमाटर है गाइस। टमाटो 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 भिडियो ब्लर राम्रो छ साथीहरू, अर्ग्यानिक टमाटर। अनि यो चाहिँ मेरो गाउँ हो साथीहरू, हाम्रो यो गाउँघर हो होइन। यस्तै छ अनि त्यसपछि अब टुडुडु क्या कर रहे हो? आज छोरीको पनि छुट्टी होइन, शनिबार बाबाको पनि छुट्टी, त्यसपछि घरमा बसेर हामी गर्ने हो मस्ती होइन त छोरी? हो यता आऊ ल, यता आऊ, भिडियो राम्रो आएन कि त्यता। घरमा बसेर मस्ती गर्ने अन्त आज स्कुल छुट्टी भएको बेलामा। ना 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 मामु टिभी ल्याइदेन है बाबाले। हामी चाहिँ टिभी हेर्न थाल्दैछौँ। छोरी टिभी टिभी भनिरहेछ, टिभी हेर्नको लागि रेडी हुँदैछ मेरो छोरी होइन त छोरी। के हेर्छ त्यो छोरीले टिभीमा? जग्गा हेर्छ, जग्गा हेर्ने रे मेरो छोरीले चाहिँ साथीहरू। अब म टिभी लगाइदिन्छु छोरीलाई। टिभी हेर्नलाई एक्साइटेड भइरहेछ साथीहरू छोरी क्या। घर बसेपछि त आमा कम छटपट्टि पर्छ यसलाई। मख भइरहेछ टिभी हेर्दा उनीहरू। मख मख नुहाएर बसेको है आज। जाडो भयो कि नुहाउँदा? भएको कति अलिअलि धेरै कि धेरै जाडो भयो? ठिक छ साथीहरू, हाम्रो चाहिँ यतातिर हल्का फुल्का छ जाडो होइन, खासै त्यस्तो धेरै त छैन। के भने? युट्युब साथीहरू मेरो बुढीको काम चाहिँ फेरि यता चलिरहेछ धमाधम होइन।
भाँडा मोल्दै छे मेरो बुढी भित्र टिपेर कति राम्री मायालु चिटिकै गरेकी लाली ओढ्ने ओरे मुस्कानले बारेकी साथीहरू बुढी चाहिँ भाँडा मोल्दैछ साथीहरू हाम्रो गाउँको यस्तो डाँडाको भ्यू देखाउँछु है साथीहरू साथीहरू छोरी चाहिँ टिभी हेरेर आएको मस्त होइन भित्र बसेर एक्लै टिभी हेरेर आएको क्या गालामा हात लाएर टिभी साथीहरू ल त साथीहरू आजलाई भिडियो यति नै थियो होइन किनभने म चाहिँ अब भर्खर स्टार्टिङ हो होइन भिडियो बनाउनलाई त्यही भएर अब खासै कन्टेन्टहरू पनि भेटिरहेको छैन होइन कस्तो बनाउने के बनाउने त्यो पनि थाहा छैन साथीहरू अनि त्यसपछि अब जस्तो भयो भने भिडियोलाई हेरिदिनु होला होइन अनि त्यसपछि प्रतिक्रिया पनि दिनु होला है भिडियो हेरिसकेपछि के कस्तो भयो साथीहरू बाई साथीहरू